नमस्कार, शुभ प्रभात साथीहरू। के छ सन्चै आरामै हुनुहुन्छ कि कुनै पीडामा तपाईँहरू डुबिरहनु भएको छ कि हिजोका ती विगत सम्झेर रोइरहनु भएको छ अथवा कसैले विश्वासघात गरेको आधारमा तपाईँहरू आफ्नो जीवनलाई पीडित बनाइरहनु भएको छ। त्यसो हो भने आजबाटै यी कुराहरू बन्द गर्नुहोस्। संसारमा कोही पनि त्यस्तो व्यक्ति छैन जो कुनै पीडा नभएको होस्। यस धरतीमा मानव भएर जन्मेपछि हामीले जीवनमा विभिन्न किसिमको उतार चढावहरूसँग झेल्नै पर्ने हुन्छ। अझ यस संसारमा धेरै मानिसहरू छन् जो ससानो समस्याबाट उनीहरू गुज्रिरहेका छन्। जस्तै खानाको अभावमा अफ्रिकामा मानिसहरू मरिरहेका छन्। त्यस्तै गरी कोही मानिसहरू यस्ता छन् जो धेरै धन भएर पनि उनीहरू मनको अथवा आध्यात्मिक उनीहरू शान्तिमा छैनन् र शान्तिको खोजीमा विभिन्न किसिमका ठाउँहरूमा चालिरहेका छन्। र हामी भने आफ्नो पीडालाई मात्रै पाएको छौँ, तर अरूको पीडालाई तिल जत्रो मानेर मेरो पीडा त कति ठुलो छ त्यसको अगाडि अरूलाई के थाहा भनेर गाउँछौँ। सबै मानिसहरूको आफ्नै कथा, आफ्नै व्यथा र जीवनका आफ्नै भोगाइ हुन्छन्। एउटा चलचित्र जस्तो जीवनमा सबैका आफ्नै कथा छन्, आफ्नै भोगाइहरू छन्। यसै सन्दर्भमा आज म एउटा अत्यन्तै प्रेरणादायी व्यक्ति डाक्टर सृष्टि तिवारीको बारेमा तपाईँहरूलाई भन्न जाँदैछु। ध्यान दिएर सुन्नुहोस् ल। नेपालको काठमाडौँ जस्तो सहरमा हुर्की बढी पढी खेली एउटा सफल चिकित्साकर्मी अर्थात् डाक्टर पेसा अपनाएकी डाक्टर सृष्टि तिवारी, जसको विवाह पनि डाक्टरसँग नै हुन्छ र 2080 साल पौष 28 गते उनको जीवनमा यस्तो एउटा मोड आउँछ जसले उनलाई उनका जीवनका सबै खुसीहरू खुसेर लैजान्छ। मिति 2080 साल पौष 28 गते शनिबारको दिन डाक्टर सृष्टि तिवारी, उनका श्रीमान डाक्टर र उनका बुवा, उनका आमा र एक छोरा र एक छोरी भई काठमाडौँको चन्द्रगिरीतर्फ घुम्नको लागि निस्कन्छन्। अत्यन्तै व्यस्त सेड्युल भएका डाक्टर दम्पति एउटा नेपालमा अत्यन्तै राम्रो जीवन बिताउने जोडीको रूपमा रहन्छन्। काठमाडौँमै घरबास भएको, छोराछोरीहरू पनि राम्रो स्कुलमा अध्ययन गर्ने, बुवा आमासँगै भएका परिवारमा योभन्दा बढी खुसी के नै देख्न सकिन्छ र नेपालमै बसेर दुवै दम्पति डाक्टर पेसा अपनाउने, त्यसमा पनि क्यान्सर रोग जस्तो विशेषज्ञ भएको डाक्टर सृष्टिको जीवनमा आर्थिक अभावले केही दिन पनि उनलाई कहिल्यै पनि सोच्नु परेन। तर 2080 साल पौष 28 गते उनीहरू काठमाडौँको नागढुङ्गामा पुग्दै गर्दा बाटो अप्ठ्यारो भएको कारणले गर्दा डाक्टर सृष्टि गाडीबाट ओर्लिन्छन् र त्यहाँको वातावरण मूल्याङ्कन गर्छिन् र उनको श्रीमानले गाडी अप्ठ्यारो बाटोमा कुदाउने क्रममा गाडी ब्याक गर्छन्, तर गाडीको ब्रेक फेल भएर ब्याक भएको गाडी अगाडि आउँदैन र आफ्नै आँखा अगाडि आफ्नो श्रीमान, आफ्ना दुई ससाना छोराछोरी र आफ्ना बुवा आमा आफ्नै अगाडि लासमा परिणत भएको उनले देख्छिन्। योभन्दा जीवनमा गुमाउनु पर्ने कुरा के नै छ? आफूलाई जन्म दिने बुवा आमा, आफ्नो साथ दिने श्रीमान र आफूले हुर्काएका भविष्यका कर्णधारको रूपमा रहेका आफ्ना छोराछोरी उनी गुमाउँछिन्। त्यसपछि विक्षिप्त बनेकी उनी 1 वर्षसम्म जीवनमा विभिन्न किसिमका आरोह अवरोह खेल्दै मानसिक सन्तुलन समेत अप्ठ्यारो परिस्थितिमा गुजार्दै उनी जीवनमा अगाडि बढ्दै गएछिन्। अब के गर्ने त? सायद साधारण मानिस भएको भए कतिपयले आत्महत्याको बाटो रोज्ने थियो होला, कतिपय विशिष्ट अवस्थामा पुगेर मानसिक सन्तुलन समेत गुमाउने थियो होला। तर उनले अहिले पनि आफ्नो जीवनलाई एउटा नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ काम गरिरहेकी छन्। उनी हाल नेपाल क्यान्सर अस्पतालमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञको रूपमा काम गरिरहेकी छन्। उनी भन्छन्, म दिनभरि आफ्ना बिरामीको सेवामा तल्लीन हुन्छु। घरमा आउँछु, घरमा आएर मेरा पुराना यादहरूलाई म खेलाएर बस्छु। मेरा छोराछोरीले खेलाउने सामानहरू म कोठामा गएर खेलाउँछु। कतै उनीहरूले पो सुनिरहेका पो छन् कि भनेर उनीहरूले विगतमा भनेका कुराहरू सम्झँदै उनीहरूका आवश्यकताहरू के थिए तिनी अनुसारले उनले अरूलाई बाँड्ने अथवा अरूलाई चाहिँ सहयोग गर्ने गरेकी छन्। जीवन भनेको सधैँ सहज हुँदैन। जीवनमा जस्तो परिस्थिति आउँछ त्यस्तै परिस्थिति अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा उनको जीवनबाट हामीले थाहा पाउन सक्छौँ। उनको एउटा इन्टरभ्यू आएको छ युट्युबमा, यहाँहरू सबैले गएर हेर्न सक्नुहुनेछ र जीवनमा परेका आफ्ना समस्याहरूलाई
अत्यन्तै सानो मानेर उनको समस्यासँग जुझ्ने शैली र उनको व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। तपाईँहरूले युट्युबमा गएर उनको भिडियो सर्च गर्नुहोस् ल।